जापानमा पछिल्लो समय अध्यागमन नीति र व्यवसाय सञ्चालन सम्बन्धी नियमहरू केही कडा बनेपछि सामाजिक सञ्जालमा अनेकौं हल्ला र अतिरञ्जित सामग्रीहरू फैलिन थालेका छन्। तर भ्युज र आम्दानीको लोभमा केही नेपाली कन्टेन्ट क्रिएटरहरूले अपुष्ट समाचारलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा विशेष गरी भर्खर जापान पुगेका विद्यार्थी तथा कामदारहरू डर, चिन्ता र मानसिक तनावमा पर्न थालेका छन्। अब जापानमा नेपालीले चलाएका कम्पनीहरू सबै बन्द हुने भए, 70,000 नेपाली नेपाल फर्कन बाध्य हुने भए, विद्यार्थी र कामदार भिसामा जापान आउनै बन्द भयो जस्ता शीर्षक राखेर बनाइएका भिडियोहरूले धेरै नेपालीहरूमा अन्योल सिर्जना गरेको छ। वास्तविकता भने फरक छ। जापानले नियमहरूमा केही कडाई गरेको भए पनि कानुनी रूपमा व्यवसाय सञ्चालन गरिरहेका, कर तिरिरहेका र आवश्यक प्रक्रिया पूरा गरिरहेका अधिकांश नेपालीहरूका लागि तत्काल आत्तिहाल्नुपर्ने अवस्था छैन। तर दुःखको कुरा, केही व्यक्तिहरूले सामाजिक सञ्जालमा डर बेचेर भ्युज कमाउने होड चलाएका छन्। विदेशमा परिवारबाट टाढा बसेर सङ्घर्ष गरिरहेका नेपालीहरूलाई सही सूचना र हौसला दिनुपर्ने समयमा उल्टै मानसिक तनाव थप्ने काम भइरहेको छ। कामको दबाव, पढाइको चिन्ता र भविष्यको अनिश्चितताले थलिएका नेपालीहरूलाई अपुष्ट समाचारले झन् निराश बनाइरहेको छ। त्यसैले कुनै पनि खबरमा विश्वास गर्नुअघि आधिकारिक स्रोतबाट जानकारी लिनु आवश्यक छ, किनकि विदेशमा रहेका नेपालीहरूलाई भ्रम होइन तथ्य चाहिएको छ, डर होइन भरोसा चाहिएको छ। आखिर जापानमा रहेका हजारौं नेपालीहरूको भविष्य सामाजिक सञ्जालका सनसनीपूर्ण शीर्षकहरूले होइन, उनीहरूको मेहनत, कानुनी प्रक्रिया र सही जानकारीले निर्धारण गर्नेछ।